हामी यहाँ यो स्पटमा आइसकेका छौँ अनि हाम्रो एफजीका हाम्रा वरिष्ठ युथहरू आइसक्नु भएको छ। यो ठाउँ चाहिँ यस्तो रहेछ माथि। अब हामी भित्रभित्र जाँदैछौँ अनि यता चाहिँ यो डेन्जर यो पानी रहेछ चाहिँ। अब यस्तो ल्याडर बनाइदिएको रहेछ भर्याङहरू। यो चाहिँ पुरा भिड छ। यो माथि भिड रहेछ। कता कता हाम्रो मान्छे पो रहेछ त्यहाँ त। ओ त्यहाँ माथि त मान्छे रहेछ नि त। ल यो चाहिँ अहिले खोला होइन, भित्रबाट पानी आउँदो रहेछ नि बहिनी। ल पहिरो रहेछ यो ठाउँ त। ल यहाँ चाहिँ एक्स्ट्रा खालको छ। माथि यहाँ पुल छ अनि यहाँ यस्तो रहेछ त। यस्तो रहेछ यो गुफा रहेछ यहाँ ऊ तल पुरै यहाँबाट छेडेर अब नेपालतिर त यो त गुफेश्वर हुन्थ्यो नि। हो यस्तो ठाउँलाई चाहिँ ढुङ्गा मुनि यस्तो यस्तो मुनि मुनिबाट छेडेर चाहिँ तल निस्केको रहेछ अर्को ठाउँ। ल यस्तो चट्टानहरू खपिएको छ। यो चढेर हामी माथि जाँदैछौँ। यो चाहिँ एकदम यस्तो बाटो छ अनि यहाँ यता चाहिँ फेरि यहाँ नदी छ। यो जङ्गल जङ्गल छ। यसो तलबाट आयौँ हामी। अब हामी अझै माथि जाँदैछौँ। ओ अचानक कस्तो खालको हावा आयो। मेरो क्याबो टोपी उडा। ओ माय गॉड कस्तो खालको हावा आयो। सेप 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 सेप। मेरो क्याब यहाँ छ। Chef, chef, chef! कस्तो खालको हावा आयो। हामी तलमा छौँ। स्याहार भित्र यस्तो छ। हावा एकदम खतरा। कस्तो हावा आइरहेको छ। यो सबै नदी हो अनि बिचमा यसरी हिँड्ने बाटो छ र तल पनि नदी छ। बिचमा चाहिँ हिँड्ने बाटो छ। हाम्रो टिम यता छ। सायद अब फर्किनुपर्छ कि जस्तो लाग्दैछ मलाई। यस्तो छ तल यस्तो छ हावा आइरहेको छ। यो पानी ठुलो आउला जस्तो छ। हामी फर्किनु ठिक छ। कस्तो हावा है। हावाले उडाउला एकदम छ यहाँ। अरुण नजाँदा हुन्छ। पानी 1 बजेर ठुलो छ। हो मलाई यस्तो भिड्दाखेरि साह्रो डर लाग्छ। ल त यसमा जानु हुँदैन। माथि आऊ माथि। हो अहिले यस्तो अचानक हावा पनि आइरहेको छ। माथि आऊ माथि। ओ माई गॉड यो अचम्म तरिकाले यस्तो हावा आयो क्या।
अचम्मै भयो है ठुलो हावा आयो यस्तो उयो बतासै चले जस्तो भइरहेको छ यहाँ तल यो नदी छ यता पनि यो नदी छ यो बिचमा चाहिँ हामी छौँ यता नदी छ यो ठुलो भिर छ अहिले छ मेरो पहिला पानी ठुलो आउँदैछ 1 बजेदेखि हावा त अचानक यस्तो आयो है अब हामी फर्किँदैछौँ यहाँबाट पानी ठुलो आउँदैछ तलको नदी यस्तो छ डरले हाल्नु मलाई त डर लाग्यो नि म सक्दिनँ यस्तो अग्लोमा त त्यही भएर हावाको यस्तो बहाव यस्तो बढिरहेको छ कि है ठाउँ चाहिँ राम्रो छ है तर एकदम खतरा छ त्यसको लागि अनुभूतिलाई फोटो खिच्ने भन्दैछ तर पानी पुरा तपाईँले देख्नु पनि मडारेर आइरहेको छ आउनु ल पानी आयो है ओ माई गॉड म सक्दिनँ यस्तोमा सक्दिनँ मलाई साह्रो डर लाग्छ यता पनि नदी छ 2 किलो नदीको बिचमा रहेछ यो चाहिँ अनि बिचबाट चाहिँ त्यो मैले जुन सुरुमा गरेको थिएँ त्यो भिडियो त्यहाँ चाहिँ मुनि चट्टान खोपेर चाहिँ गएको रहेछ क्या पानी डेन्जर 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 यो त यतिको ठिक हो म यसमा सक्छु यो त हाम्रो गाउँघरकोतिर जस्तो तर पानी निकै नै ठुलो आउला जस्तो भइसकेको छ यहाँ यता अब हामी फर्किँदैछौँ किन भन्दाखेरि निकै ठुलो पानी आयो पानी आउनु थालेको छ हावा यस्तो हावा आइरहेछ सायद यसले निकै ठुलो पानीहरू आउँछ हामी कुद्नु चाहिँ ठिक लाग्दैछ मलाई पानीको थोप्लाहरू निकै ठुल्ठुलो झरिसक्छ हावा यस्तो मडारिएर आएको छ कि तरिकाको हावा आएर त्यो ठुलो पानी आउँछ ला टोपी अहिले हामी अब फर्क्यौँ हामी नसक्ने भयौँ पानी पर्यो र अर्को कुरा चाहिँ कस्तो हावा चल्यो यस्तो डेन्जर हावा चल्यो त्यो ठाउँमा पानीहरू धेरै परेको छ अहिले यो नदी मैले देखाइरहेको छु तपाईँलाई मासु होइन यो नदीहरू छ अब हाम्रो गाडीहरू फर्किँदैछ अब हामी एउटा चढेर हामी जाँदैछौँ अनि 2 जना आउँदैछ परबाट बिचराहरू उनीहरूलाई नि गाह्रो भइरहेको छ यो भिर यस्तो रहेछ कि यो भिर यो चाहिँ दुईतिर चाहिँ नदी अनि बिचमा चाहिँ डाँडा रहेछ क्या यो अस्ति मैले एउटा हाम्रो नेपालको एउटा उयो हेर्दै थिएँ खोइ के नदी भन्ने त्यस्तो रहेछ र अब हाम्रो ठाउँतिर प्रस्थान हुँदैछौँ त्यहाँ रोक्नुपर्ने भएको छ अहिले चाहिँ हामी अब गाडीमा बसिसक्यौँ
हाइकिङ राम्रो भयो नि त हाइकिङले त बिमा है हामी अब अर्कोचोटि चाहिँ मौसम हेरेर हामी आउँदा हुने रहेछ अब हामी अब लाग्नु थालेको छौँ अरूभन्दा बिचरा मुना बहिनी जाँदा पनि पछाडि आउँदा पनि पछाडि भयो झन् अब त्यो ठुलो हुरी बतास आउँदाखेरि बहिनीलाई उडाएर लगेछ भन्दा थियो मैले त है दिदी बहिनी बिचरा ताँसेर बसिरहेको छ डेन्जर आएको धेरै ठुलो हावा आयो र अब हामी बाटोतिर लाग्दैछौँ अहिले चाहिँ एकदम ठुलो हेभी रेन भइरहेको छ अनि जे भने हाम्रो क्षितिजले गाडी अहिले राम्रै ट्रेनिङ प्राप्त भइसकेको छ उसले बिस्तारै बिस्तारै हेर्दै त्यहाँ आउँदैछ एउटा होइन ऊ धेरै एक्सपिरियन्स भइसक्यो खेलाडी हो पछाडिसम्म हामी यसरी हिँडिरहेका छौँ पुरै